आमा औँसीकोमा एकजना हाम्रो गाउँको दाई नव छेत्रीको दाईको वाइफले फोन गरेर चाहिँ मम्मीलाई सरप्राइज दिनु पर्यो सासू मम्मीलाई भनेर भन्नुभएको थियो। अनि हामीले चाहिँ भिभोको Y05 चाहिँ उहाँलाई चाहिँ सरप्राइज दिन जाँदैछौँ। अबको चाहिँ मुभमेन्ट कस्तो हुन्छ बिस्तारै देखाउँदै जानेछौँ। लास्ट इन्डिङसम्म चाहिँ हेरिदिनु होला है यो भिडियो। यहाँ चाहिँ फाइनली अब डेलिभरीको लागि चाहिँ हामी चाहिँ सरप्राइज दिनलाई हामी हिँड्दैछौँ। अहिले फाइनली राम्रै खाइसकेको छ। हामी जाने लोकेसन रहेको छ पाङ पुग्नलाई पाङ पर्वत पुग्दैछौँ जान पनि हो अलि भएन। हामी चाहिँ पाङको नुहारा भन्ने ठाउँमा फाइनली आइसकेको छ है। अब चाहिँ यहाँबाट 200-300 मिटर पर चाहिँ उहाँको चाहिँ घर रहेको छ। अब त्यहाँ पुग्नुहुन्छ अनि यहाँबाट चाहिँ तपाईँहरू हाइला रिसोर्ट पनि जान सक्नुहुन्छ नि। हाइला रिसोर्ट जान सक्नुहुन्छ विभिन्न कल्चरल ड्रेसहरू आउनु पाइन्छ हाइला रिसोर्टमा। यता पनि आउनु होला है। अब हामी चाहिँ ल हामी चाहिँ फाइनल्ली अब उहाँको घरभित्र जाँदैछौँ। घरमा को हुनुहुन्छ? हजुर नमस्कार। देवी रेग्मी घर होइन? यो हजुरको सामान थियो खोइ यहाँ देवी रेग्मी घरमा जाने यो सामान बुझाउनु 80,000मा आउनु भन्नुहुन्थ्यो। कतिमा आउनु रे? 80,000। 80,000 हजुर कसले हो? म त मैले पठाएको नि होइन होइन सामान मगाएको नि होइन त्यही भनेर आएको हामी त।